सो हेलो एभ्रीबडी, आज चाहिँ हामी यसमा नेपालमा एआई को प्रोग्रेस कसरी भइरहेछ, एआई लाई युज गरेर आफ्नो बिजनेसलाई चाहिँ मैले 10x ले कसरी अगाडि बढाउन सक्छु र बढी कस्टमरहरू कसरी ग्यादर गर्न सक्छु भन्ने रिलेटेड आजको भिडियो रहनेछ। सो हामी चाहिँ अब एआई इन नेपाल चाहिँ के भइरहेछ त नेपालमा भर्खरै एउटा यही 2025 मै एआई पोलिसी भनेर आयो है, जसलाई चाहिँ यहाँ सूचना तथा संचार प्रविधि मन्त्रालयले चाहिँ भर्खर नयाँ पोलिसी निकालिसक्यो। सो एआई लाई चाहिँ अब सबैले आफ्नो युज गरेर हैन आफ्नो बिजनेसलाई चाहिँ अलि एडभान्स गराउनु पर्छ। सो त्यो रिलेटेड इन्फर्मेसनहरु आज हामी हेर्छौं है त, कसरी के गर्न मिल्छ भन्ने कुरा। जस्तै नेपालमा सबभन्दा बढी हुने बिजनेस भनेको यस्तै पसलहरु हुन्छ हैन, अनि त्यसपछि किराना पसलहरु हुन्छ। सो यो पसलहरुमा अब यसलाई युज गर्ने कसरी भन्दाखेरि हामीलाई मानौं डिफरेन्ट मोडल्सहरु छन् है, हाम्रो डिफरेन्ट मोडल्सहरु छन् हैन है। हाम्रो सबभन्दा टप टुल्सहरु भनेको यही च्याट जीपीटी भयो, तपाईले पक्कै पनि युज गर्नुभयो होला। जेमिनाई भन्ने हुन्छ, क्लाउड भन्ने हुन्छ, ग्रक भन्ने हुन्छ, डीपसीक भन्ने हुन्छ है। धेरै जेमिनाई मोडल्सहरु धेरै हुन्छन्। यो चाहिँ छुट्टी एउटा मान्छे जस्तो बिहेभ गर्नुस् के, लाइक यो पनि एउटा लाइक एआई एजेन्ट हो, एउटा एजेन्टहरु हुन्। यिनीहरुको छुट्टै आफ्नोको एउटा युनिक स्पेशलिटीहरु हुन्छ। जस्तै जेमिनाईको भन्नुहुन्छ भने यसले सब चीजमा काम गर्छ। जस्तै तपाईको इमेजहरु भयो हैन, भिडियो बनाउनलाई भयो, जेमिनाईहरु युज हुने गर्छ। च्याट जीपीटीहरुमा चाहिँ हाम्रो त्यही रियल वर्ल्डसँग इन्टरेक्सन गर्ने, यसले पनि इमेजहरु भिडियोहरु बनाउन दिन्छ हैन, त्यो कुराहरु पनि हामी हेर्छौं। अनि यो क्लाउड भन्ने हुन्छ, त्यसले चाहिँ कोडिङ गर्न चाहिँ एकदम हेल्प गर्छ। यो ग्रक भन्ने हुन्छ, यसमा चाहिँ अब तपाईसँग डाक्टर हुन्छ, एउटा डाक्टरसँग कुरा गर्न पाउनुहुन्छ। एसिस्टेन्स, यसको भोइस एसिस्टेन्सहरु हामी फर्दर भिडियोहरुमा हेर्छौं। यति राम्रो छ ग्रकको है, त्यो चाहिँ हामी हेर्छौं। र यो डीपसीक भन्ने हुन्छ, यो चाहिँ ओपन सोर्स मोडल भनेर चिनिन्छ, जसमा चाहिँ सबै ओपन हुन्छ के, यो मोडल नै फुल्ली ओपन हुन्छ, त्यही भएर जसले पनि युज गर्न पाउँछ। अब हामी जाम आफ्नो काममा। जस्तै मलाई आजको टार्गेट के छ भन्दाखेरि आफ्नो बिजनेसको लागि एउटा ब्यानर बनाउनु छ, जसमा चाहिँ यसमा सर्टेन केही टेक्स्टहरु लेखेको होस् हैन, अनि त्यसपछि मान्छेलाई यति % डिस्काउन्ट चलिरहेछ, अफर छ भनेर केही बनाउनु छ भने म के गर्थे भन्दाखेरि हाम्रो क्यानभामा गइन्थ्यो है, क्यानभामा गइन्थ्यो। आफ्नो क्यानभामा यो बनाउनलाई क्यानभा जानु पर्थ्यो। तर अब क्यानभा पनि जानु पर्दैन। अब के गर्न तपाईले सक्नुहुन्छ भन्दाखेरि gemini.google.com भनेर खोल्न सक्नुहुन्छ आफ्नो क्रोममा है। क्रोममा खोलिसकेपछि यो क्रिएट इमेज भनेर यहाँ आउँछ। यो क्रिएट इमेजमा क्लिक गर्नुस्, अनि त्यसपछि के गर्नु भन्दाखेरि त्यो जुन इमेज छ हामीले जुन गर्यौं त्यसलाई चाहिँ यहाँ प्लस फाइलमा गएर अपलोड फाइल गरेर क्लिक गरेर अपलोड गर्न सक्नुहुन्छ आफूले है। त्यो अपलोड गरिसकेपछि के गर्नु भन्दाखेरि ओके गरिसकेपछि अब अपलोड हुन्छ त्यो इमेज, अनि हामीले यहाँ प्रम्प्ट दिन्छौं। यसलाई चाहिँ हाम्रो प्रम्प्ट भन्छ है। यो हामीले प्रम्प्ट लेख्ने हो। यहाँ चाहिँ यो दिने जे लेख्छौं नि त्यसलाई चाहिँ प्रम्प्ट भन्छ के यो एआई मा। सो यसमा चाहिँ के गर्ने भन्दाखेरि मेक मी अ ब्यानर फर माई क्लोथिङ शप हैन, यस्तै इंग्लिशमा कुरा गरेर भन्दिने हो। दिस ब्यानर शुड ह्याभ 20% डिस्काउन्ट अफर हैन, यूज द इमेज प्रोवाइडेड। त्यो इमेज चाहिँ जे छ त्यो चाहिँ लिक, अनि त्यसपछि 20% डिस्काउन्ट चलिरहा भनेर त्यसमा भन्ने टाइपको यो उस मैले प्रम्प्ट राखिदिए। अनि त्यसपछि आई वान्ट टु, मेरो काम चाहिँ के गर्न खोजिरहेको, आई वान्ट टु पोस्ट दिस अन फेसबुक भनेर भन्दिने, लाइक मलाई फेसबुकमा चाहिँ पोस्ट गर्न छ। अनि त्यसपछि एन्ड वान्ट टु इन्क्रिज पिपल, इन्क्रिज सेल भनौं न हैन, मलाई चाहिँ सेल बढाउनु मन छ भनेर यो चाहिँ प्रम्प्ट दिएको भनेर भनौं। अनि त्यसपछि यो चाहिँ सिलेक्टेड हुनुपर्छ है, यो चाहिँ मेन कुरा हो। यो मोडल सिलेक्टेड यहाँ बनाना जस्तै यो सिलेक्ट छैन भने यहाँ क्लिक गर्नु टुल्समा, अनि क्रिएट इमेज भन्नेमा क्लिक गर्नुभयो भने बल्ल सिलेक्ट हुन्छ। अनि त्यसपछि जुन हाम्रो इमेज छ त्यो पनि यहाँ अपलोड गर्नुपर्छ। सो इमेज चाहिँ पेस्ट गर्न पनि मिल्छ, आएर यहाँ पेस्ट गरिदियो कन्ट्रोल भी हानेर, अनि पेस्ट गरिसकेपछि सबमिट गर्यौं भने हामीलाई चाहिँ एउटा ब्यानर बनाइदिन्छ यसले।
अब डिस्काउन्टहरुको लागि हैन यो चाहिँ यति डिस्काउन्ट अफर चलिरहा सेल चलिरहा भनेर त्यो रिलेटेड यहाँ चाहिँ हाम्रो ब्यानर बनाइदिन्छ है यो न्यानो बनाना मोडलले बनाइराको हुन्छ है हेर्नु त सो यसले चाहिँ हामीले के गरे त भन्दाखेरि अब यसलाई के गर्न सक्नुहुन्छ तपाईले आफ्नो यो डाउनलोड गर्न सक्नुहुन्छ हैन यो डाउनलोड गरेर अनि त्यसपछि त्यसैले युज गर्न सक्नुभयो हैन अनि त्यसपछि आफ्नो अब जस्तै म अहिलेलाई चाहिँ यहाँ उसमा एउटा डक्समा है जसमा चाहिँ हाम्रो यो थियो योबाट हामीले के गरायौं भन्दा हामीले योबाट अब कस्तो भइसक्यो भन्दाखेरि हेर्नु त हाम्रो यस्तो बनिसक्यो के है सो यसलाई त यो अझै यो हटाउन छ भने त यो क्रप गर्न नै मिल्यो हैन सो त्यो कुराहरु नै म पछिको भिडियोहरुमा सिकाउँला कसरी क्रप गर्ने के गरेर हटाउन सकिन्छ हैन त्यो कुराहरु पनि आउँछ र हेर्नु है ब्यानर बनिसक्यो अब ब्यानर बनिसकेपछि हामीलाई फेसबुकको लागि अब डिस्क्रिप्सन पनि चाहिन्छ कि क्याप्सन के लेख्ने हैन त्यहाँ माथिको क्याप्सनहरु हुन्छ नि त्यो क्याप्सनको लागि जेनेरेट अ क्याप्सन इन नेपाली भन्यो जेनेरेट अ क्याप्सन फर दिस इन नेपाली हैन प्लस इंग्लिश पनि राखौं विदाउट इमोजी भनौं है त इमोजी बिना नै धेरैलाई चाहिन्छ त्यही भएर अब इमोजी बिना नै तर यसलाई चाहिँ यो हटाउनु पर्छ यति बेला लेख्न छ नि त हामीलाई इमेज बनाउने बेला यो राख्ने हो यो हटाइदिनुस् अनि त्यसपछि फेरि सेन्ड गर्नुभयो भने अब चाहिँ के गर्छ त भन्दाखेरि यसले लेख्न थाल्छ हामीलाई लेख्न थालिरहेको है यो सो अब चाहिँ हाम्रो एकैछिनमा तपाईको यो क्याप्सन ओके सो यस्तो गरिराख्यो भने जस्तै अहिले त फेरि आएन भनेपछि यसलाई के गर्नु कपी गर्नु अनि नयाँ च्याटमा जानु यो नयाँ बटन हुन्छ है नयाँ बटन यो क्रिएट न्यू च्याट भन्ने छ नि क्लिक गर्नु त्यसमा अनि फेरि त्यहाँ चाहिँ पेस्ट गर्नु क्याप्सन फर माई शप भनेर फुल्ली कमान्ड दिन पर्यो विथ 20% डिस्काउन्ट अफर हैन त्यसपछि माई शप को बारेमा भन्दैनु माई शप इज अ क्लथ सेलिङ शप भनेर आफ्नो ल्याङ्ग्वेजमा जस्तो मन लाग्छ दिनु हैन अरु केही लेख्न पर्ने छ भने त्यो कुराहरु पनि यसलाई भन्दिनुस् अनि त्यसपछि तपाईले पेस्ट गर्नुभयो भने त्यसलाई के गर्छ त भन्दाखेरि यसले ट्रेन्डी एन्ड सर्ट अपग्रेड योर वार्डरोब विथ लेटेस्ट यो भनेर अब नेपालीले तपाईको वार्डरोबलाई नयाँ लुगाहरुले सजाउनुहोस् सबै सामानमा फ्ल्याट 20% छुट पाउनुहोस् अझै पाल्नु होला भनेर यस्तो टाइपको लेखिदियो है भिजिटर्स टु द सो यस्तो चाहिँ अब टक्क हामीले यहाँ क्याप्सन पनि राख्न पाइयो अनि अब ट्यागहरु पनि दिनु भनेर भन्यो भने यसले ट्यागहरु पनि दिन्छ अनि विभिन्न तीनटा अप्सनहरुमा हामीलाई चाहिँ दियो अनि यसैलाई अझै ट्यागहरु पनि दिन भन्नु ट्याग फर फेसबुक भनेर अल्सो गिभ ट्याग फर फेसबुक जे लेख्दा पनि हुन्छ है आफ्नो भाषामा लेख्ने हो मजाले अनि त्यही रिलेटेड अब ट्यागहरु अब जेनरल फ्यासनको ट्यागहरु यस्तो डिस्काउन्ट अफर यो भयो अब यसलाई चाहिँ राख्दिनु त्यहाँ फेसबुकमा अनि पोस्ट हान्दिनु अनि डेली यस्तो पोस्ट गर्यो भने लाइक एउटा फेसबुक पोस्ट गर्यो डेली भने हाम्रो चाहिँ युजरहरु बढ्ने चान्स हुन्छ लाइक 1 मन्थमा 1 युजर चाहिँ प्लस हुन्छ के है सो 1 युजर पर मन्थ चाहिँ प्लस हुनु भनेको धेरै तपाईलाई बेनिफिशियल हुन सक्छ नि त सो यसरी चाहिँ तपाईले जेमिनाईहरु एआई मोडलहरु चाहिँ रियल आफ्नो बिजनेस ग्रोथको लागि युज गर्न सक्नुहुन्छ है त यस्तै भिडियोहरुको लागि फलो गर्नु होला प्लस सब्स्क्राइब गर्न नबिर्सनु है त